साथीहरु, आज भौतिक पूर्वाधार मन्त्रीले राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै देशैभरिको एक लाइन सडकलाई दुई लाइन बनाउने भनेर आज यस्तो घोषणा गर्नु भएको छ। यो एकदमै राम्रो पक्ष हो साथीहरु। मैले भिडियो यहाँनिर पूरा राखिदिएको छु, तपाईहरुले पूरा भिडियो हेर्नु होला अनि तपाईको मनमा लागेको कुरा कमेन्ट बक्समा लेख्न भने नबिर्सनु होला। अनि हामीलाई फेसबुक र टिकटक र युट्युबमा फलो सब्स्क्राइब गर्न नबिर्सनु होला। आउनुहोस् एकैछिन मन्त्रीजीको भनाइलाई सुनौ साथीहरु। अहिले सरकारले सबैभन्दा उच्च प्राथमिकतामा हजुरले भनेकै जस्तै संरचनाहरू जस्तो एक लेन सिंगल लेनको सडक सबै नै 3 वर्षमा डबल लेन गरेर सक्ने भन्ने लक्ष्य छ। त्यसमा पर्याप्त बजेट पनि छ र यो यसै आर्थिक वर्षमा हामीले डिपिआरहरू र एस्टिमेट गरेर काम सुरु गर्छौं। हजुरले भनेको सडक खण्ड पनि लगायतका सबै जिल्ला सदरमुकाम जोड्ने सडक र सबै पालिका सदरमुकाम जोड्ने सडक यसै वर्ष टेन्डर लाग्छन्। सबै जतिवटा मुगु जिल्ला होस् अथवा कर्णाली प्रदेशमा जतिवटा पनि पालिकाको केन्द्रसम्म सडक सञ्जाल पुगेको छैन अथवा कच्ची सडक छ अथवा सुरक्षित सडक छैन, त्यो हामीले यही साल नै पर्याप्त बजेट राखेको छ। पालिका केन्द्र डबल लेन र सबै जिल्ला सदरमुकाम डबल लेन गर्ने भएको। त्यहाँ अत्याधिक एक्सिडेन्टहरू पनि हुने र धेरैजना को मृत्यु हुने भएको कारणले गर्दा त्यसलाई सधैँको लागि यस्तो कुरालाई अन्त्य गर्नको लागि हामीले यो कार्यक्रम अगाडि बढाएको छौँ। र त्यसपछि पहिरोको कुरामा पनि हामीले विशेष बजेट व्यवस्थापन गरेर करिब 27 अर्ब हामीले अहिले आइडेन्टिफाई भएको सबै नै पहिरो हामीले अबको 3 वर्षमा सकाउने र यसै साल अध्ययन भएको जति टेन्डर तत्काल लगाउने र अध्ययन गर्न बाँकी अध्ययन गरेर टेन्डर लगाउने भनेर हामीले त्यसको लागि पनि डिपिआर गरेको छ। पक्कै पनि यो खण्डको पनि हजुरले भनेको समस्या त्यसले समाधान गर्नेछ र अर्को बोर्डरमा पनि त्यसमा पनि हामीले काम गरिरहेको छौँ। यो हाम्रो पर्यटकीय सडकमा पनि परेको कारणले गर्दा यसलाई अलिकति विशेष प्राथमिकताका साथ नै हामीले काम अगाडि बढाउनेछौँ र त्यो मलाई लाग्छ हामीले बोर्डरसम्मकै चाइना बोर्डरसम्मकै हामीले सडक बनाउँछौँ। यदि हामीले त्यहाँ स्थलगत अध्ययनबाटै कतिवटा पुल बनाउन पर्ने हो, सबै पुलहरू हामीले बनाउँछौँ र अहिले जतिवटा निर्माणाधीन छ त्यसको नि अनुगमन गर्छौँ। यस्तो वस्तुगत रूपमै अब अहिले यो प्राप्त भएको विवरण यहाँ पढेर सुनाउनु भन्दा पनि फिल्डमै गएर हेर्छौँ। फिल्डमै गएर त्यसमा के समस्याहरू छन् सबै समस्या समाधान गरेर यही साउनको 3 गते म त्यहाँ पुग्नेछु र हजुरले राख्नुभएको सबै कुराहरू त्यहाँबाट आफै स्थलगत निरीक्षणबाटै त्यसको समाधान निकाल्नेछु र सरकारको अब त्यहाँ त्यो खण्डमा पर्ने सबै नै पुलहरूको यो साल बजेट व्यवस्थापन र ठेक्का प्रक्रिया अगाडि बढाउने कार्यसूची नै रहेको कारणले गर्दा अब यसको थप विवरण म त्यसबाट फर्किएर नै हजुरलाई व्यक्तिगत रूपमा नै दिनेछु, नत्र पनि यही सदनमा आएर मैले यसको दिनेछु। धन्यवाद। मान्य सदस्यहरू, प्रश्नकर्ता मान्य सदस्यले पूरक प्रश्न सोध्न चाहनु भएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्मान्य अध्यक्ष महोदय मार्फत म मन्त्रीज्यूलाई पूरक प्रश्न सोध्न चाहन्छु। कर्णाली करिडोर कर्णाली प्रदेशको मात्र नभएर छिमेकी प्रदेशहरूको समेत व्यापारी तथा विकासको मेरुदण्ड हो। यतिका लामो समयसम्म अझै पनि 5वटा पक्की पुलको डिजाइन स्वीकृत भइ नसक्नु र तमाम स्थानका पहिरोहरूलाई नियन्त्रण गर्न नसक्नु विडम्बना नै मान्नुपर्दछ। साँगुरो सडकका कारण वार्षिक 100 जना कर्णालीवासीले ज्यान गुमाउनु परिरहेको छ। अब कर्णाली करिडोरलाई 2 लेन सडकमा विस्तार